विकास एवं खाद्य तथा नागरिक आपूर्ति विभाग सिक्किम सरकार। महोदय भनिएको छ, कर्मशील व्यक्ति नै सबैको पूज्यनीय र आदरणीय बन्दछ। कर्मवान व्यक्तिहरू इतिहासका पन्नाहरूमा सदैव अमर भएर बाँचिरहनेछन्, जसरी गान्धी, मण्डेला र लिङ्कनहरू बाँचिरहेछन् युग युगदेखि। साधारण जीवन जिउन रुचाउनुहुने असाधारण अनि जनवादी सोचका धनी यहाँ सालगढी जस्तो आशिषित भूमिमा जन्मिएर 2 चोटिसम्म माननीय क्षेत्र विधायकका रूपमा अनि हाल सत्तासीन सरकारको शहरी विकास एवं खाद्य तथा नागरिक आपूर्ति विभागका माननीय मन्त्री जस्तो गरिमामय पदमा आसीन यहाँले देवतुल्य पिता स्वर्गीय हस्तराम राई अनि माता स्वर्गीय सन्तमाया राईको पवित्र कोखबाट 23 मार्च 1964 को शुभ साइतमा जन्मग्रहण गर्नुभयो। आफ्नो बाल्यकालदेखि नै विभिन्न विपन्नताहरूको आदि र सिरेटोका पीडा र संघर्षहरू झेल्दै सहदै र भोग्दै यहाँसम्म आइपुग्नु नै यस क्षेत्रवासीको निम्ति यहाँ एक कुशल नेतृत्व अनि मार्गदर्शक भई वामन अवतारको रूपमा अवतरित हुनुभएको छ। आफ्नो गाउँठाउँ समाज र क्षेत्रको निम्ति उदाहरणीय कार्यहरू प्रतिपादन गर्नसँगै सिक्किम सरकार मार्फत विभिन्न जनसेवाका कार्यक्रमहरू प्रत्यक्ष अनि अप्रत्यक्ष रूपमा निष्पादन गर्नुहुँदै आफूलाई साँच्चै एक असल जनप्रतिनिधिका रूपमा परिचित गर्न सफल हुनुभएको छ। यहाँको विशाल अनि खुल्ला दिल साथै दूरदर्शी विचारकै फलस्वरूप हामी क्षेत्र अनि क्षेत्रवासीले धेरै प्रगति अनि तरक्की गरिरहेको महसुस गर्दछौँ। गाउँ गाउँमा गई आफ्नो प्रिय अनि निमुखा जनतालाई साक्षात भेटेर उनीहरूको गुनासो अनि दुखेसोहरू सुनेर तत्पर सुनवाई गर्नुहुने यहाँ एक उदारवादी साथै जनप्रिय नेता हुनुहुन्छ। यहाँको जनवादी विचार र सोचकै कारण आज समस्त 10 पोकलोङ काभ्रा निर्वाचन क्षेत्रका जनता जनार्दनको शिर गर्वले उठेको प्रतीत हुँदछ, अथवा भनौं यहाँका 100 जना सिधा जनताले आफ्नो शिर ठाडो पारेर उन्मुक्त गौरव गरिमाले बाँच्न पाइरहेका छन्। यहाँको आउने भावी दिनहरू अझ प्रगति, उन्नति, वैभव साथै सफलताहरूको स्वर्णिम किरणका रंगीन रश्मिहरूले भरियोस्, रंगियोस्। समाज र राजनीतिको क्षेत्रमा यहाँको पूराभन्दा पूरा दखल रहेको सुन्न पाइयोस्। धेरै तरक्की गर्दै यहाँको यश, मर्यादा, सत्कर्म अनि सुनामहरू कस्तुरी सर विश्वाससम्म सुभाषित बनोस्। यहाँको सदैव हामी प्रतिष्ठा, आत्मगौरव अनि स्वाभिमान चुलिएको हेर्न चाहन्छौँ भन्दै यहाँले क्षेत्रवासीको निम्ति गर्नुभएको निस्वार्थ सेवा र जनयोगदानको यथोचित मूल्याङ्कन गर्दै तुच्छ शब्दका भेटीहरूले यहाँलाई यस अभिनन्दन पत्रद्वारा हार्दिक सम्मान जनाउँदछौँ। यहाँको शुभकांक्षी सही दोर्जी भोटिया माननीय जिल्ला पञ्चायत सदस्य 21 आसन्तान सालघारी क्षेत्रीय निर्वाचन क्षेत्र, छिरिङ तामाङ माननीय पञ्चायत सभापति 37 सालघारी ग्राम पञ्चायत इकाइ, श्री बीबी छेत्री प्रधान अध्यापक सरकारी माध्यमिक विद्यालय सालघारी, मिति 15 नोभेम्बर 2025, स्थान सरकारी माध्यमिक विद्यालय सालघारी। धन्यवाद। सालघारी ग्राम पञ्चायत इकाइका माननीय पञ्चायत सभापति, माननीय पञ्चायतगण, सँगसँगै यसै पाठशालाका अति आदरणीय प्रधान अध्यापक महोदयलाई निवेदन गर्दछु। एडिसन